यो खालको अलैँची चाहिँ हाम्रो पट्टि चाहिँ राम्रो आउँछ नि त। झन् 100 स्टार थियो हैन, कतिजनाले पठाइदिनु भएको छ, सबै ल्याप्स भएछ। यहाँ माथि हाल्नुपर्छ, भारी बोक्यो चल्दी घरतिर भाइ। सो हेलो गाइज, गुड आफ्टरनुन एन्ड वेलकम ब्याक टु माई नदर भ्लग। अनि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। एन्ड अहिले चाहिँ म कहाँ छु भन्दाखेरि यस्तो जङ्गलमा आइरहेको छु। जस्तै के भन्दाखेरि एउटा भिडियो हालेको थिएँ मैले, एउटा भ्लग हालेको थियो जङ्गलको, त्यही जङ्गलमा आइरहेको छु। अहिले चाहिँ मामाहरू चाहिँ छैन, किन भन्दाखेरि आज चाहिँ म अलिकति घाँस काट्न आइरहेको छु। माथि दुना गाई छैन त घरमा, निकै टाढो हो, त्यो भुइँ घाँस लानुपर्ने छ नि त। त्यो रुखको घाँस चाहिँ पुरै छ कि, तर अलिकति त्यो दुध दिँदैन र नि, त्यही भएर चाहिँ यहाँ भुइँ घाँस अलिकति मिठो मिठो खोजेर लानुपर्ने छ। बेलुकाको 4 बजिसकेको छ, अहिले कति बजी काटिसकेर कति बजी पुग्नुपर्ने छ। अझै भर्खर अहिले मात्रै आइपुगेर चाहिँ मेरो भ्लग पनि स्टार्ट गरेको। अब घाँस पनि काट्नुपर्ने छ। र यो चाहिँ अस्ति हाम्रो मामाको यो 2टा गोरु हो, एक हल, अन्त यो गाई सानो बाछी हो। यो उसको जोडी चाहिँ अस्ति मऱ्यो नि त बिमारले, अन्त अर्को किनेर चाहिँ यो ल्याएछ। अलिक जिउ फेरि चाहिँ अस्ति चाहिँ अलिक लुते लुते थियो, यहाँ निकै यस्तो जङ्गलमा राखेर चाहिँ निकै जिउ फेरेको छ। अस्ति चाहिँ यहाँ माथि धुवा उड्दै थियो नि, त्यहाँ माथि थियो नि त गोठ, अन्त अहिले चाहिँ सारेर चाहिँ यहाँ पुर्याएको छ। किनभने घाँस तल तल हुँदै जान्छ जङ्गलमा, त्यो जङ्गल फार्दै अन्त तल तल सर्दै आउनु भएको छ मामाहरू पनि हो। अन्त जब चाहिँ यो अलैँचीहरू सबै स्याहारेर फारिसक्छ नि, फेरि गाईहरू माथि उम्बै लान्छ हो घरतर्फ। र यो उहाँले किचन पनि बनाउनु भएको रहेछ, यता सानो हो। पानी पनि एभाइलेबल उही माथि, त्यहाँ माथि उयो छ नि त, निक्लिन्छ नि त उयसबाट, के अरे माथि त्यो जमिनबाटै निस्किन्छ यो पानी चाहिँ कि, एभाइलेबल छ। यो बर्खाको टाइममा चाहिँ यहाँ चाहिँ पुरा यो पल्लोपट्टि चाहिँ उयो हुन्छ पुरा, के हुन्छ भन्दाखेरि पुरै पानी निस्किन्छ, च्याकच्याक हुन्छ नि, अन्त जुक्का पनि पुरा बेसी हुन्छ यहाँ यो हाम्रो जङ्गलमा चाहिँ कि। अहिले चाहिँ म यहाँतिर यता घाँस काटेर चाहिँ फर्किन्छु होला हौ। अन्त यो अलैँची बारी देख्नु सक्नुहुनेछ, सबै हाम्रो मामाको चरक्कै स्याहारेर चाहिँ। अब यो आउने हाम्रो चाहिँ गरम जग्गा हो नि त, गरम जग्गा हुनु कारणले गर्दा यो अलैँची चाहिँ हामी कुन टाइममा चाहिँ हार्भेस्ट गर्नुपर्छ भन्दाखेरि हामीले जुलाई अगस्ततिर चाहिँ हाम्रो यो अलैँची टिप्ने सिजन ठिक्कै हुन्छ। लास्ट इयर पनि यहाँको मैले भ्लग हालेको थिएँ यहाँ फारेको यो, अन्त यति स्याहारेर यति भएछ कि हाम्रो तल छ। अहिले म भएछ भने टाइम भएछ भने तपाईँलाई त्यहाँ तल पनि देखाउन चाहन्छु हो हाम्रो चाहिँ। सो हाम्रो चाहिँ अलिकति के छ भन्दाखेरि बादमा रोपेको नि त अलैँची, बादमा रोप्ने कारणले गर्दाखेरि अलिक सानो सानो आइरहेको छ, सानो सानो बोट छ। यस्तो अब वेट गर्नुपर्छ। यो चाहिँ हाम्रो कस्तो छ भन्दाखेरि चाहिँ 3 वर्षसम्म चाहिँ वेट गर्नुपर्छ। त्यहाँदेखि चाहिँ 3 वर्षसम्म चाहिँ स्याहारे त्यहाँदेखि चाहिँ फल्नु थाल्छ। 3-4 वर्षसम्म फल्छ हो। त्यहाँदेखि फेरि यहाँ जङ्गल चाहिँ त्यतिकै छोड्छ, फेरि जङ्गल छोडेर फेरि यो जङ्गल फेरि यस्तो जङ्गल चाहिँ फाँडेर चाहिँ फेरि बारी बनाएर अनि मात्रै अलैँची रोप्छ। नभए त्यो त्यतिकै राख्यो भने त्यो हुन्छ नि फर्टिलाइज माटो हुँदैन कि फर्टिलाइज हुँदैन कि, त्यही भएर चाहिँ जङ्गल 1 वर्ष जस्तो ग्याप छोड्छ। जब यो अलैँचीहरू उयो भइसक्छ नि, भइसकेर चाहिँ 1 वर्ष जस्तो ग्याप छोड्यो, फेरि जङ्गल बनाएर अन्त फेरि फाँडेर चाहिँ फेरि रोप्छ अलैँची। यस्तो मजाको आएको छ यो, यस्तो फुल छ नि त यो चरक, यस्तो फुलहरू चाहिँ अब यो जब यो फुल्छ नि त्यतिखेर चाहिँ यो फाड्नुपर्छ, अलिकति पत्ताहरू टिप्नुपर्छ अनि स्याहार्नुपर्छ हो यिनीहरू। त्यस्तो स्याहारिरहन्छ चाहिँ फेरि यो फुल चाहिँ त्यो पत्ताहरू माथि ड्याम उयो हुन्छ नि, ड्याम माथि उयो हुँदाखेरि चाहिँ त्यो फुल सबै मर्छ नि त, यताउता त्यो उयो हुनु पाउँदैन त। अब के भन्दाखेरि त्यो चाहिँ फल्दैन कि कुहिहाल्छ, त्यही भएर चाहिँ यो पत्ताहरू पनि सबै निकाल्नुपर्छ, फार्नुपर्छ यो जङ्गल चाहिँ हो। यस्तो क्लियर बनाउनु पर्छ नि त, यस्तो क्लियर बनाएर चाहिँ यो सबै फार्नुपर्छ। घाँस पनि म यहीँबाट लान्छु होला। यहाँ सबै फाँडेर चाहिँ अब सफा बनाउनुपर्छ। रुखहरू बेसी हुनु हुँदैन यो अलैँची रोप्दाखेरि चाहिँ, किनभनेदेखि यिनीहरू घाम लाग्छ नि त, घाम लाग्दाखेरि चाहिँ यिनीहरू पातहरूले घाम चाहिँ भेट्नै पर्यो हो। घाम भेटेन भने फेरि हो यस्तो सेड भएको जग्गामा चाहिँ घाम
अलैँचीहरू राम्रो हुँदैन, यस्तो घाम भेट्नुपर्छ, पानी पनि चाहिन्छ। तर यो खालको अलैँची चाहिँ के भन्दाखेरि स्वानी भन्छ हो, यो स्वानी हो कि कुन चाहिँ हो भारलङ होइन, यो स्वानी नै भन्छ ल, मलाई याद छैन। यो खालको अलैँची चाहिँ हाम्रो पट्टि चाहिँ राम्रो आउँछ नि त, किनभने यसलाई पानी बेसी चाहिँदैन हो। अर्को त्यो सेरेमला भने चाहिँ प्राइस पनि दामी छ, बट त्यो चाहिँ माथि अलिक लेक जग्गामा मात्रै हुन्छ, जहाँ चाहिँ घाम बेसी लाग्दैन हो, जहाँ चाहिँ पानी बस्ने, त्यो पानी बसिबस्ने चिसो जग्गामा हुन्छ। तर यहाँ हाम्रो जग्गामा चाहिँ त्यो चाहिँ हुँदैन हो। त्यही कारणले गर्दाखेरि यही खालको चाहिँ हामीले बेसी रोप्छ नि त हाम्रो गाउँमा चाहिँ। पहिला त यहाँ ड्याम्मै हुन्थ्यो, अहिले चाहिँ कुनै के भएछ अलिक बिबिचमा मर्दैछ हो, तर नि राम्रै आइरहेको छ। अब यहाँ फाँडेर चाहिँ यो चाहिँ ढाले घाँस हो नि त, कुन चाहिँ नेपालीबाट के भन्छ मलाई याद छैन, तिङजिकुङ भन्छ हाम्रो लेप्चा भाषाबाट चाहिँ, इङ्ग्लिसबाट पनि मलाई याद छैन हो। अन्त यहाँ चाहिँ अब यहाँ घाँस काटेर चाहिँ फेरि उँभो लाग्नुपर्ने छ, घरमा नि बिजी छ नि त, अन्त काम गरेको गरेछ। अब त्यो बेला मकै रोप्ने सिजन हो कि, अन्त माथि पनि बिजी हुनुहुन्छ घरमा मम्मी बाबाहरू नि। फाइनली गाइस मेरो घाँसबारी पनि पुगिसक्यो, कति छिटो देख्दै होला टाइम ल्याप्सले गर्दाखेरि। अन्त यो चाहिँ अहिले उयो हो कि के भन्छ, यो माथि गएर चाहिँ अमिलो हुन्छ नि त, माथि लगेर नुनसँग टकटक भचाएर खानु पर्यो। यसले धेरै सपोर्ट दियो यो डन्ठाले कि। अन्त अब निक्लिनुपर्छ ल, रात पनि पर्नु आँटेको छ। यति चाहिँ मजा बिस्तारै खान्छ, फोट्ने भन्छ नि यसलाई, पेन्टिएम बाम मिलो माथि लगेर खान्छु हो। यो देख्न सक्नुहुन्छ मेरो घाँसबारी, यो गाई गोरुहरू यतै बस्छ जङ्गलमै। अन्त हामी म चाहिँ निक्लिन्छ, अब रात पनि पर्नु आँटेको रहेछ। यस्तै छ जिन्दगी बस्तीमा हो। अन्त यस्तोको नि त भ्लग गरेर हाल्नु पऱ्यो नि त, किन होइन, सबैले हेर्छ नि त अलिक भए पनि। जो बस्तीमा हुनुहुन्छ उहाँले त याद चल्दैछ कस्तो लाइफस्टाइल चल्छ भनेर, अब बजारकोहरूलाई चाहिँ हेर्नुहुन्छ होला यस्तो हुँदो रहेछ भनेर। अहिलेको न्यू जेनेरेसनले चाहिँ हेर्नु, अब यस्तो हेऱ्यो भने चाहिँ अलिकति नयाँ लाग्छ होला कि। पहिला यो हाम्रो जेनेरेसनदेखि माथिको सिनियरहरूले त यस्तो त कति एक्सपिरियन्स गरेर आउनु भएको। अब यो न्यू जेनेरेसनले चाहिँ हेर्छ बजारवालाकोले, किनभने उनीहरूले एक्सपिरियन्स गरेको हुँदैन यस्तो काम गर्नु हो। हामी चाहिँ बट अझैसम्म यस्तैमा छ है। यहाँ माथि हाल्नुपर्छ, भारी बोक्यो चल्दी घरतिर भाइ। अब यो घाँसको लोभले त निकै हालिपठाएछ कि, झन् यहाँ ल्याइपुरेन। अब यो चाहिँ उयसको खाइन्छ नि, के छ भन्दाखेरि नुनसँग अलिक भिजाउँदै खानुपर्छ क्या। ओह स्टिल यतिकै छ। यो दुईजना चाहिँ थपेछ है, नयाँ फ्यामिली मेम्बर, कालो रहेछ। अन्त यो अस्ति यहाँको भ्लग बनाएको थिएँ नि त मैले, यहाँ सबै उठाइसक्नु भएर चाहिँ तल अघि मैले तल भ्लग गरेको त्यहाँ सरेको छ नि त, ऊ तल। मिलो यहाँ बिचार के रोक्नु भएछ आमाले, बिसाइसक्यो। अब पर बहिनी छ कि, उसको चाहिँ म भ्लग गर्दिनँ, किन भन्दाखेरि अब उसको राइट छ, उसलाई भ्लग गर्नु हुँदैन, अप्ठ्यारो मान्छ होला। अन्त अब बहिनी पर्खेर चाहिँ सँगै जानुपर्छ होला कि, म हिँड्दै गर्छु हो।
अन्त एउटा के कुरा भन्दाखेरि अस्ति मैले मेरो यो फेसबुकमा चाहिँ मोनिटाइज नगर्दाखेरि एकाउन्टहरू नहाल्दाखेरि चाहिँ मैले पुरै स्टार पाएको थिएँ होइन। स्टार चाहिँ के भयो भन्दाखेरि चाहिँ मन्थली अब उयो गरेन भने एकाउन्ट हालेर चाहिँ त्यहाँ ब्याङ्क एकाउन्ट हालेन भने चाहिँ ल्याप्स हुँदो रहेछ नि। मेरो झन् 100 स्टार थियो होइन, कतिजनाले पठाइदिनु भएको छ, सबै ल्याप्स भएछ। अहिले एउटा स्टार रहिरहेको छ, त्यो पनि ल्याप्स भइसक्यो जस्तो लाग्यो। अन्त हिजो अस्ति हालैमा यो साथीहरूलाई भनेर मेरो एकाउन्टहरू सबै फेरि फेसबुकको चाहिँ मोनिटाइजको लागि हालिरहेको छु। अहिले भर्खर कमिँदैछ हो। अन्त तपाईँहरू पनि जो पनि भ्लग गर्नुहुन्छ अन्त यता के अरे हेर्दै गर्नुपर्ने रहेछ आफ्नो एकाउन्टहरू पनि। म चाहिँ भिडियो गरेकै लाटा जस्तो यता एकाउन्टमा चाहिँ मोनिटाइजेसन्स अनि स्टार्सपछि चाहिँ ध्यान दिएन नि त, त्यतिकै बस्छ जस्तो लाग्यो नि त्यो डलरहरू आएको र स्टार आएको चाहिँ। बट आफ्नो एकाउन्ट चाहिँ छिटो हालेन भने चाहिँ त्यो ल्याप्स भइहाल्दो रहेछ। मेरो चाहिँ स्टार चाहिँ झन् 100 थियो स्टार, अन्त अस्ति 99 वटा ल्याप्स भइदिएछ हो। पुरा मन दुखिरहेको छ। अन्त 99 वटा ल्याप्स भइसकेको छ, माइनस छ। अन्त एउटा रहिरहेको थियो, त्यो पनि खोइ देखाएको छैन फेसबुकमा चाहिँ ल्याप्स भयो कि भएन। बट तपाईँहरूको मायाले चाहिँ म भिडियो पनि गरिरहेको छु, अन्त आफ्नो भ्लग पनि गरिरहेको छु। एन्ड अब यहाँदेखि निस्किनुपर्छ ल, यति कुरा गरौँ पर्सनल। एन्ड लेट्स सी यू इन नेक्स्ट डेको नेक्स्ट भ्लगमा।